to the another episode of Grace Auto Sale है। ल हाम्रो चाहिँ यहाँ मुस्ताङको यात्रा सुरु भछ है। अब दाइ के भनिदिनु पर्यो हाम्रो ब्लगमा। शुभ यात्रा भाइहरु, बाटोमा दुःख नपाऊ, राम्रोसँग पुगेर आऊ। ल अब चाहिँ यहाँ सामानहरु नि उभइसकेको छ है। अनि अहिले चाहिँ हामी यहाँ चस्मा किन्न लाग्छौँ वर्षमा। बाइक चाहिँ यता छ। त्यहाँको बाटो चाहिँ रात्रै धुलो रहेछ है। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on अहिले चाहिँ अफ रोड भन्दा नि लास्टै धुलै धुलो रहेछ है बाटो चाहिँ। मैले एकछिन रेस्ट गर्दैछु। यता चाहिँ बाटो बनाउँदै रहेछ। जाममा पऱ्यो है। बिक्री बजार नि आउन लाग्यो है। फाइनली चाहिँ हामी बिक्री बजार जान्छौँ नि हो। वारी पारी र वारी हामी चाहिँ हाड सिधै जाने होइन, सिधै अब माथि बेनी बजार हो। पेट्रोल कता हाल्छ? no, I don't want no rest. Echoing around these walls, fighting to create a song. डाँडाहरू चाहिँ I don't wanna miss a beat. यता चाहिँ बाटो राम्रै रहेछ है। We'll go through the wastelands, through the highways, till my shadow turns to sun rays. We'll go through the wastelands, through the highways, and रुप्से छहरा नै आयो क्या हाम्रो। रुप्से छहरा turn us to thousands, and we'll grow in number, fueled by them to see the horizon. Turn us to thousands. We'll go through the wastelands, through the highways, till my shadow turns to sun rays. अनि अहिले चाहिँ यहाँ पानी परिरहेको छ है लेतेमा। अनि हामी चाहिँ यहाँ चिया खान लाग्छौँ। यहाँ माथि चाहिँ हिउँ परिसक्यो, सो लास्टै चिसो भएछ है। सो हामी ब्रेकमा छौँ। मङ्गहरू बस्ने चाहिँ यहाँ चाहिँ बुढाहरू है। ल कबड्डी फिल्म सुटिङ गरेको ठाउँ पनि आयो है यहाँ। तिमी राम्रो ठिक है। ओए घाम लाग्यो त्यता त है। बल्ल मुस्ताङ आए जस्तो भयो कि है।
हाम्रो घाम लाग्यो है यता चाहिँ एयरपोर्ट पनि आयो है अनि हामी चाहिँ अब जोमसोम आइसकेको छौँ अहिले चाहिँ जोमसोम चाहिँ अनि अहिले चाहिँ ठ्याक्क 5 बजे छ है अनि हामी बसेको लज चाहिँ यही हो अनि अब चाहिँ हामी यता डुम्बा लेकतिर जाँदैछौँ अनि ठ्याक्कै यो स्टुपाको पछाडि छ अरे सो 10 मिनट्स लाग्छ भन्नुभएको छ अहिले चाहिँ राइडर चेन्ज भएको छ है मिस्टर सन्देश गुरुङ फाइनली हामी डुम्बा लेक पनि आइपुग्यो है अनि भ्यू चाहिँ दामी रहेछ है यता चाहिँ अघि हिउँ पऱ्यो रहेछ क्या अनि त्यही भएर एकदम चिसो छ आज भ्यू चाहिँ दामी छ एकदम जाडो छ लोकेसन चाहिँ यस्तो छ है अहिले चाहिँ 6 बजे छ अनि भ्यू चाहिँ यस्तो छ अब अनि अहिले चाहिँ 8 बजे छ है अनि अब हामी खाना खान जाँदैछौँ जोमसोम बजारको नाइट भ्यू पनि देख्न सक्नुहुन्छ एकदम लेक साइड जस्तै देखिँदो रहेछ है हामी बसेको होटेल चाहिँ यहाँ माथि हो होटेल मार्को पोलो अनि हामी चाहिँ पोखराबाट बिहान त्यही 11 बजेतिर हिँडेको थियौँ अनि जोमसोम चाहिँ हामी त्यही 4 बजेभित्र आइपुगिसकेको थियौँ अनि बाटो चाहिँ एकदम राम्रो बनाएको छ है अहिले तपाईँहरू नर्मल बाइक स्कुटरमा नि मजाले आउन सक्नुहुन्छ है अब चाहिँ हामी खाना खान लाग्छौँ है मर्निङ भ्यू है यो चाहिँ मुस्ताङको अनि अब चाहिँ हामी ब्रेकफास्ट खान जाँदैछौँ हाम्रो ब्रेकफास्ट पनि आइसकेको छ है अनि हामी चाहिँ यहीँ जोमसोमबाट नै फर्कनेछौँ है माथि मुक्तिनाथ जान्नु अनि किनभने हामी पहिल्यै मुक्तिनाथ चाहिँ गइसकेको थियौँ अनि अर्को नेक्स्ट ट्रिपमा हामी अप्पर मुस्ताङ नै जानेछौँ